विराजमान श्री राजी सेनाको चरण कमलमा कोटि नमन गर्दन। यस श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल एकाइ मन्दिर बेलकोटगढी 11 को 39औं वार्षिक कार्यक्रमलाई सभ्य र भव्य बनाउनको लागि हिजैदेखि हाम्रो निमन्त्रणालाई स्वीकार गरेर हामीमा पाउनुभएका यस हाम्रो क्षेत्रको धर्मको धरोहर व्यक्तित्व जसको वर्णन त हजार जिब्रा भएका शेषनागले त गर्न सक्यो, म एउटा सानो पुच्चीले त कसरी गर्न सक्छु। यस्तो व्यक्तित्व जसको हरेक त्यो व्यवहारहरू उहाँको सम्पूर्ण त्यो व्यवहारहरू अनुकरणीय छन्, यति धेरै पवित्र छन् कि उहाँलाई देख्दाखेरि त हामीलाई श्रद्धा प्रेम जागेर आउँछ। यति धेरै उहाँलाई कोटि नमन वन्दन प्रणाम भन्न चाहन्छु। गुरुजी हरेकलाई माया गर्ने, प्रेम गर्ने, सद्भाव गर्ने यस्तो महिमा उहाँलाई म कसरी भनौँ, उहाँलाई फेरि एकचोटि कोटि नमन वन्दन प्रणाम। त्यसै गरी हाम्रो निमन्त्रणालाई स्वीकार गरेर हामीमा त्यसैदेखि पाउनुभएका मकवानपुर हेटौडादेखि आउनुभएका हाम्रा सधैँ गुरु विद्वान गुरु नारायण शास्त्रीज्यूलाई पनि कोटि नमन वन्दन प्रणाम भन्न चाहन्छु। त्यसै गरी यस मन्दिरलाई चाहिँ अगाडि बढाउनको लागि यहाँ उपस्थित हुनुभएको जसले चाहिँ यस मन्दिरलाई उन्नति प्रगतिको लागि खम्बा बनेर यो मन्दिरको अगाडि बढाउनको लागि जुन योगदान दिनुभयो यस्ता व्यक्तित्वहरूलाई पनि कोटि नमन वन्दन भन्न चाहन्छु। त्यसै गरी हाम्रो निमन्त्रणालाई स्वीकार गर्दै आजको यस कार्यक्रमलाई उल्लासमय बनाउनको लागि यहाँ उपस्थित हुनुभएका श्रीकृष्ण प्रणामी धर्म सम्प्रदायका विभिन्न सङ्घ संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण व्यक्तित्वहरू जसले मैले एकमुष्टमै नमन वन्दन प्रणाम भने उहाँहरूको इन्डिभिजुअल नाम लिइरहँदाखेरि अलिकति समय बढी हुन सक्छ। त्यसै गरी यस कार्यक्रमलाई सभ्य र भव्य बनाउनको लागि यहाँ उपस्थित हुनुभएका सम्पूर्ण सबै सुन्दर साथ भक्तजनहरूमा हृदयदेखि नै कोटि प्रणाम प्रणाम नमन वन्दन भन्न चाहन्छु, कोटि प्रणाम। त्यसै गरी गएर यस मन्दिरलाई जुन यो स्थानसम्म यो क्षेत्रसम्म लिएर आउनको लागि हिजोको दिनमा जुन सङ्घर्ष गर्नुभयो, जुन त्याग गर्नुभयो त्यस्ता व्यक्तित्वहरू जो हामी माझ रहनुहुन्न उहाँ व्यक्तित्व धामवासी उहाँ व्यक्तित्वलाई पनि म हार्दिक श्रद्धा सुमनसहित नमन भन्न चाहन्छु। सम्पूर्ण सुन्दर साथीहरू मैले जब यो धर्ममा आफू जब लिड हुन थालेँ, जब यसलाई बुझ्न थालेँ, मैले त केही पनि बुझेकै, जब झन् बुझ्यो झन् काट्यो झन् बुझ्यो झन् काट्यो भनेको केही पनि बुझेकै छैन जस्तो लाग्न थाल्यो। मलाई एउटा सानो कथाको याद आयो। त्यो एउटा कथामा के भनेको भने एउटा मान्छे विदेश गएछ। त्यो विदेश गएपछि उसले आफ्नो श्रीमतीलाई चिठी लेखेर पठाएछ। त्यो चिठी धागोले बाँधेर पठाएछ उसले त्यो चिठी। अनि त्यो चिठीमा चाहिँ उसले के लेखेको थियो भने म विदेशमा छु, मेरो राम्रै आम्दानी छ, राम्रै कमाइ छ, म 2-4 वर्ष लगाएर फेरि फर्किन्छु, तिमी राम्ररी बालबच्चा स्याहार गर्नु पालन गर्नु, म आउँछु 2-4 वर्ष भनेर चिठी लेखेर धागोले बाँधेर पठाएछ। अनि त्यो चिठी धागोले बाँधेर आएपछि त हामीलाई थाहा छ धागोले बाँधेको चिठी त हामी अशुभ भन्छौँ, अपवित्र भन्छौँ, त्यसले त अशुभ समाचार दिन्छ भन्ने हाम्रो मान्यता छ। अनि श्रीमतीले त्यो चिठी पाउने बित्तिकै उहाँ चाहिँ के हुनुभयो, एकदमै उहाँ दुःखी हुनुभयो। त्यो चिठीलाई लिएपछि उनले के गर्नुभयो, लगेर अब पूजा गर्ने ठाउँमा त्यो चिठी राखेर हरेक दिन त्यो चिठीलाई सम्झेर श्रीमानलाई सम्झेर आरती गर्नु हुँदो रहेछ। तर त्यो चिठीमा के लेखेको छ उहाँले पढ्दै पढ्नु भएन। हरेक दिन त्यो चिठीलाई आरती गर्नुहुन्थ्यो। अनि त्यो सम्झिँदै सम्झिँदै एक दिनमा भन्छ नि चिन्ताले चितामा पुऱ्याउँछ भने जस्तै उहाँ पनि एक दिन परमधाम हुनुभयो। अनि 2-4 वर्षपछि श्रीमान फर्केर आउँदा उहाँको परमधाम भइसकेको थियो। फर्केर आउँदा श्रीमानले अथाह सुन चाँदी हिरा मोती पैसा कमाएर ल्याउनु भएको थियो, तर उहाँ परमधाम गइसक्नु भएको थियो। भने जस्तै राज्यले हामीलाई यस्तो बाँडी दिनुभएको छ, हामी त्यो तडपिरहेछौँ, हामी कहिले पढ्दैनौँ भन्छौँ। हामी त म त दिनदिन हप्तामा पढिरहेको हुन्छु नि भन्छ, तर पढ्नुको अर्थ त्यो होइन, बुझ्नु हो। तर हामीले बुझ्दो रहेनछ, त्यही राज्य पाउनुको लागि तडपिरहेको छ, त्यही बाँडी बाटो देखाइरहनु भएको छ। गुरुजीहरूले नि बिहान भन्नुभयो हामी यही कुरा बुझ्नको लागि गुरुजीहरूलाई यत्रो प्रयास गरेर यहाँ ल्याउँछौँ, तर पनि हामी बसेर सुन्न सक्दैनौँ। एकछिन बस्दाखेरि नि हामीलाई अनेक हाम्रा काम हाम्रा विभिन्न किसिमका बाधा वर्तनहरूले हामीलाई झेलिराखेको हुन्छ, हामी सुन्न बस्न सक्दैनौँ। मलाई त लाग्छ मैले गुरुजीलाई अघि पनि भने मैले त्यो सेवा पूजाका हरेक बाणी सक्दो सक्दैन कति धेरै मिठासपन छ गुरुजी। हामी त छिटो 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 बजाउँ सेवा गर्छौँ, तर त्यसको सक्दो शब्दमा कति धेरै मर्म लुकेको हुँदो रहेछ। हामीलाई कति बुझ्न मन छ। अब कसरी हुन्छ समय मिलाएर हजुरले त्यसको सेवा पूजाको त्यो बाढीहरूको चाहिँ चर्चा गरिदिनुपर्छ भनेर नि मैले अघि गुरुजीलाई आग्रह गरेको थिएँ। त्यो हामी यसरी नम्बर हुने अवसर जुन पायौँ यसको लागि यहाँहरूलाई धेरै धेरै फेरि पनि प्रेम प्रणाम भन्दै उपस्थित भइदिनु भएकोमा हृदयदेखि आभार व्यक्त गर्दै अब आजबाट त हाम्रो नयाँ
भन्ने आफ्नो छोटो भनाइ यही बिन्दुमा चाहन्छु। हस्त धन्यवाद प्रणाम।